काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 27 का तत्कालीन वडा सचिव प्रभात लामिछाने र सोही वडा निवासी दिनेश लामिछाने विरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको हो। जन्म दर्ता र कागजातमा जन्म मिति सच्याउने प्रयोजनका लागि घुस लिएको र दिएको उनीहरूमाथि आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार वडा सचिव लामिछानेले जन्म दर्ता र अन्य कागजातमा जन्म मिति सच्याइदिने भन्दै दिनेशबाट 2,50,000 घुस लिएको पुष्टि हुन आएपछि मुद्दा दायर भएको हो। वडा सचिव लामिछानेले भने ती रकम दिनेशले नै उनको बैंक खातामा जम्मा गरिदिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। लामिछानेले पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्म दर्ता जन्म मिति कायम गरी दर्ता भइसकेको अवस्थामा पुनः दिनेश लामिछानेको नाममा जन्ममिति र जन्म दर्ता गरी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरुपयोग गरेको अख्तियारको ठहर छ। दुवैजनामाथि 2,50,000 बिगो बमोजिमको जरिवाना र सजायको माग गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।